नमस्कार। ज्ञानगुणका कुरा आध्यात्मिक चिन्तनमा यहाँहरूलाई स्वागत छ। ज्ञानी र अज्ञानी कसरी चिनिन्छ भने ज्ञानी जहाँ पनि जस्तो परिस्थिति पर्दा पनि भगवानप्रति समर्पित भएर सधैँ आनन्दमय हुन्छन् भने अज्ञानी यो भएन, त्यो भएन, यो पुगेन, त्यो पुगेन, यस्तो होस् उस्तो होस्, यसो गर्छु उसो गर्छु भनेर सधैँ अतृप्त, अशान्त र असन्तुष्ट भइरहन्छन्। ज्ञानीलाई निन्दा र प्रशंसाले छुन सक्दैन। शास्त्र पढ्दैमा वा पढाउँदैमा पण्डित बनिँदैन। संसारी मानिस जहाँ कहीँ पनि संसार मात्रै देख्दछन् भने ज्ञानी मानिस जहाँ कहीँ पनि परमात्मा मात्रै देख्दछन्। त्यसैले अज्ञानभन्दा ठुलो पाप र ज्ञानभन्दा ठुलो पुण्य अरू केही छैन। असतोमा सद्गमय। ओम शान्ति शान्ति शान्ति। सबैको कल्याण होस्। जय श्री कृष्ण।